खाजा घरभित्र लुटियो रमाको बाल्यकाल साहुनीले गरिन् शरीरको मोलमोलाई एकजनासँग सुते 500। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 8 जम्बू डाँडा सडक छेउमै एउटा बोर्ड देखिन्थ्यो, गफ गाफ खाजा घर। नाम सुन्दा लाग्थ्यो त्यहाँ मानिसहरू चिया खाजाको चुस्कीसँगै रमाइलो भलाकुसारी गर्छन्। बाहिरबाट हेर्दा दृश्य सामान्य नै थियो, तर त्यो खाजा घरको पर्खालभित्र एउटा यस्तो अँध्यारो संसार थियो जहाँ 13 वर्षीय बालिका रमाको चित्कार गुन्जिरहन्थ्यो। दुर्भाग्य त्यो चित्कार न सडकमा हिँड्नेले सुने न त गफगाफ गर्न आउने भलाद्मीहरूले नै महसुस गरे। रमाको 13 वर्षे कलिलो काँधमा रहरको झोला हुनुपर्ने थियो, तर नियतिले जिम्मेवारीको भारी बोकाइदियो। घरको आर्थिक अवस्था नाजुक थियो। बाबु रक्सीको लतमा डुबेर आमा माथि कुटपिट गरिरहन्थे। आमाले काठमाडौँका सडक पेटीमा चटपटे बेचेर जसो तसो परिवारको प्राण धानिरहेकी थिइन्। गरिबीकै कारण रमाले कक्षा कोठा छाड्नु पर्यो। आमाको आँसु पुस्ने र 2 छाक टार्ने सपना बोकेर उनी कामको खोजीमा निस्किन्। विडम्बना आमालाई सघाउने त्यही पवित्र निधो नै उनको जीवनमा काल बनेर आयो। 2081 सालको असार महिना कामको खोजीमा भौतारिएका रमा र उनकी आमा गफगाफ खाजा घर पुगे। खाजा घरकी सञ्चालिका 48 वर्षीय सीतापुरीले मिठो बोलीमा भनिन्, भान्सा र सरसफाईको काम गर्ने हो, महिनाको 10,000 दिन्छु, राम्रो गरे भने 13,000 सम्म हुन्छ। परिवर्तित नाम रमा र उनकी आमालाई डुब्न लागेकोलाई ट्यान्द्रोको सहारा भने झै लाग्यो यो प्रस्ताव। त्यही भरोसा बोकेर रमा खाजा घरभित्र छिरिन्। सुरुको एक साता भाडा माझ्ने र सरसफाई गर्ने काम भयो, तर बिस्तारै सञ्चालिका पुरीको असली रूप बाहिर आयो। उनले रमाको कलिलो शरीरलाई पैसा कमाउने मेसिनको रूपमा देख्न थालिन्। खाजा खान आउने ग्राहक देखेपछि पुरीले रमालाई बोलाउँथिन्, ग्राहकसँग डिल गर्थिन् र सुटुक्क रमाको हातमा कन्डम थमाइदिँदै आदेश दिन्थिन्, जा त्यो कोठामा गएर बस। रमाले प्रतिवाद नगरेकी होइनन्। म यस्तो काम गर्दिन भन्दै उनी कैयौं पटक रोइन कराइन्, तर पुरीले उल्टै धम्की दिन्थिन्, तेरो घरका आफन्त र साथीभाइ सबैलाई भनिदिन्छु। इज्जत जाने डर र सञ्चालिकाको त्रासले रमा निरीह बनिन्। उनलाई बन्धक जस्तै बनाइयो। रमालाई दिनमा 5 देखि 6 जनासम्म ग्राहकसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारियो। ग्राहकले तिरेको मोटो रकम साहुनीले राख्थिन्। रमालाई भने कहिले काहीँ 500 वा 1000 को लोभ देखाइन्थ्यो। शोषण कतिसम्म क्रूर थियो भने केही महिना अघि जब एक ग्राहकसँग जबरजस्ती सम्बन्ध राख्दा कन्डम फुट्यो, रमा गर्भ रहने डरले थरथर कापिन्। तर सञ्चालिका पुरीलाई बालिकाको स्वास्थ्यको होइन, आफ्नो धन्दाको चिन्ता थियो। उनले तुरुन्तै 24 घण्टे पिल्स मगाएर रमालाई खान लगाइन् र फेरि अर्को ग्राहकको जिम्मा लगाइन्। अति भएपछि 2082 वैशाखमा रमा त्यहाँबाट भागेर साथीको कोठामा लुक्न पुगेकी थिइन्, तर गरिबीले लखेट्न छाडेको थिएन। त्यही मौका छोपेर पुरीले फेरि फोन गरिन्, अबदेखि नराम्रो काम लगाउँदिन, आइज भान्साकै काम गर्ने हो। पुरीको यो गुलियो वचनमा रमाको बाल मस्तिष्क फस्यो। असार 27 गते उनी पुनः त्यही खाजा घरमा पुगिन्, तर खाजा घरमा टेक्ना साथ फेरि पुरानै नियति दोहोरियो। यता चटपटे बेचेर गुजारा चलाउने आमालाई छोरीले सरसफाई गरेर पैसा कमाउँदै छिन् भन्ने भ्रम थियो। पुरीले चालाखीपूर्ण रूपमा आमालाई कहिलेकाहीँ केही रकम पठाइदिने गरेकी थिइन्, जसले गर्दा छोरीको पीडा आमासम्म पुग्नै पाएन। पाप धुरीबाट कराउँछ भने झै खाजा घरमा जाने कुनै एक व्यक्तिलाई रमाको अवस्था देखेर दया जाग्यो। उनले गोप्य रूपमा मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खबर गरे। 2082 पुस 2 गते प्रहरी टोली जम्बू डाँडा स्थित त्यो घरमा पुग्यो। टोली पुग्दा रमाको अवस्था दयनीय थियो। दानवहरूले हरेक दिन चिथोर्दा उनी जिउँदो लास चाहिँ भएकी थिइन्। प्रहरीले उद्धार गरेपछि मात्रै रमाले आफूमाथि भएको क्रूर शोषणको नाली बेली खोलिन्। स्वास्थ्य परीक्षणमा समेत उनलाई लामो समयदेखि यौन शोषण गरिएको पुष्टि भयो। अहिले सञ्चालिका सीतापुरी कानूनको फन्दामा छिन्। सरकारी वकिल कार्यालयले उनी विरुद्ध 10 देखि 15 वर्ष कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरेको छ। सीतापुरी त जेल जालिन्, तर 13 वर्षको उमेरमा रमाको मानसिकतामा परेको गहिरो घाउ कहिले निको होला। गरिबीको फाइदा उठाउँदै बालिकाहरूलाई नर्कमा धकल्ने यस्ता खाजा घरहरू बन्द गराउन समाज र राज्य कहिले जाग्ला।